वेलकम बैक टू मिनी ब्लग। सो आजको ब्लगमा चाहिँ हजुरलाई स्वागत छ। टोटली अहिले चाहिँ यता दाङतिर जान लागेको अवस्था ट्रक लाएर अनि हामी चाहिँ यति तीनजना सट्ठ अनि घुमघामको लागि हामी चाहिँ यता दाङतिर जान लागेको होइन। त्यही हो चाहिँ आज के हुन्छ कस्तो कस्तो हुन्छ तपाईँहरूलाई म त्यो देखाइहाल्नेछु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब नगरेले सब्सक्राइब गर्नु होला, सब्सक्राइब गर्नु होला। सब्सक्राइब गरेको चाहिँ एकचोटि बेल आइकनमा थिच्नु नभुल्नु होला। होइन आज के गर्छु कस्तो कस्तो गर्छु तपाईँहरूलाई म सब देखाइहाल्नेछु। त्यति होला सो अहिले चाहिँ बस आइसकेको अवस्था ट्रक लाएर अब हामी चाहिँ यही बसमा जानु ठलाएर रोक ट्रक लाएर अवस्था केटाहरू चाहिँ देख्न सक्नुहुन्छ। सो अहिले चाहिँ हामी झरिसक्यो अवस्था ट्रक लाएर यहाँदेखि माथि जान्छौँ। यतातिरको नजरहरू देख्न सक्नुहुन्छ ट्रक लाएर। सो अहिले चाहिँ हामी मुत्न जान्छौँ। ट्रकको मुत्ले पनि पेन्ट मुतिसकेपछि सो म चाहिँ एउटा जङ्गलमा आइसकेको अवस्था ट्रक लाएर होइन। अनि यतातिर चाहिँ काफल चाहिँ काँच्चो रहेछ, खाइदिउँ ल। काफल खाने कुइया मार्यौला जुन केरी साकी गोली बेस्ट बेस्ट यता देख्नुहुन्छ। अनि लाली गुराँसहरू पनि अब गइसकेको अवस्था यो। अब यो चाहिँ सुक्न लागेको अवस्था टक्क आएर यतातिर पनि छ। यतातिर चाहिँ इनफ पाउँछ कि इनफ पाउँछ ऊ चाहिँ काफल चाहिँ लेखेको हुन्छ यो पनि सट्ठला देख्नु देखेर आउँछ होइन। काफल हो केटाहरू चाहिँ अगाइसक्यो। अब म पनि अलिक जानुपर्ने हुन्छ होइन टक्क त्यही। सो अहिले चाहिँ म यतातिर आइसकेको अवस्था टक्क लाएर आज चाहिँ यहाँ पुरै सुनसान रहेछ टक्क लाएर होइन। त्यही हो यतातिर अब यतातिरको वेदर यस्तो बल देखिन्छ नि एउटा देख्न सक्नुहुन्छ। यता भ्युटा यसमा पैसा लाग्छ होला सायद तिर्न उ गर्नको लागि। पुरै गाई चरिरहेको त पहिला यस्तो आउँथ्यो यहाँ पहिला मान्छे टन्नै आउँथ्यो। अब चाहिँ आउनु छोड्यो नि त। अनि टक्क लाएर देख्न सक्नुहुन्छ ठाउँ चाहिँ बवाल छ होइन घुम्नको लागि। अनि त्यही हो धुवा होइन। अब त्यही उकालोमा आइया के गर्ने। सो अहिले चाहिँ हामी घरतिर फर्किनु लागेको अवस्था टक्क लाएर। अनि केटाहरू चाहिँ उता तल काफल टिप्न गयो। अनि म चाहिँ यतातिरको नजाराहरू देख्न सक्नुहुन्छ सट्ठ लाएर यस्तो जुम गरेर नि तमा कस्तो किर्मी किर्मी देखिन्छ यतातिर सट्ठ भयो। उता तीव्र रूपमा काम भइरहेको अवस्था किन यस्तो मधुरो मैले मधुरो देखाएँ कि मधुरै भए रहेछ। सो चाहिँ अब चाहिँ घरतिर जानु लाग्यो। अनि केटाहरू चाहिँ काफल टिप्न गयो टक्क लाएर होइन। यतातिर त्यही आज यस्तै चिसो पानी पनि आएन लाइक अब ऊ पनि गऱ्यो भने कि पुरै चिसो होइन मौसम ठिक छ अरे। अनि त्यतातिर चाहिँ के थियो भने चाहिँ आज कुइ सुनसान थियो होइन टक्क लागेर झ्याउ लाग्यो। तेरो फर्किनु लागेको अवस्था होइन कति भयो अरे 2:30 भइसकेको अवस्था टक्क लाएर होइन। सो त्यही हो अलि त बजारतिर गएर मिल्नुपर्छ। अनि तलतिर बजारतिर झरिदिन्छ अनि त्यहाँबाट भेट्नुपर्छ गाइज। सो अहिले चाहिँ हामी नाच्न लागेको अवस्था टक्क लाएर यतातिर देख्न सक्नुहुन्छ। यता खाइरहेको अवस्था टक्क लाएर उता बसदेखि पनि झरेर यता बाटोतिर हिँडिरहेको अवस्था टक लाएर अनि हामी चाहिँ 3 जना भएर सर्ट गएको थियौँ। काफल देखा न
हामी चाहिँ काफल चाखौँ न चाखे गाइसले देखाइदिनु चाहेर अलि मस्ती मस्ती निकाले रातो रातो है अलि गुल्लो गुल्लो है मिठाई मिठाई गएर दिनु हुन्छ दुई खुट्टी भइरहेको नि यो त चार खुट्टी त्यही हामी चाहिँ बस्ने दाम अनि घर जानु चाहिँ अझै कति मिनट लाग्छ भने त्यसै लाग्छ होला 15-20 मिनट जति लाग्छ होला बेसी निस्किनु न एरिया हो त्यही अलि घर गयौँ त्यो भन हामी चाहिँ घुमघाम गरेर आइसक्यौँ भन मा भिडियो त्यो बसले झ्याकेर यता उता भिडियो गराउँदैन मा तनाव लाग्यो नि बाटो यस्तो अस्तिसम्म कस्तो खराब भएको थियो अहिले चाहिँ भवाल भन होइन होइन बस हो यहाँ हामी 2 नम्बर भयो नि मेरो काम 2 नम्बर धन्दा 2 नम्बर होइन भने जस्तो भएको न घुस खाएर गरेर होला किन मोज लागेन कि म बासिने लगाइदिन्थेँ कि अहिले म यहाँ छैन अरे म भन्छ त्यही अब घरतिर गएर सट्ट भेटौँ न ल हामी आइपुगेको अवस्था हो टक्क लगाएर अब बल खेल्नुपर्ने हुन्छ होइन टक्क सो त्यही अहिले चाहिँ हामी यता बल खेल्न आइसकेको अवस्था अब बल सल खेल्छौँ अनि घरतिर जानुपर्ने हुन्छ टक्क लगाएर